सञ्चारकर्मी मित्रहरू समेत सबै महानुभाव, आज जननेता मदन भण्डारीको 75औं जन्म जयन्ती। यस घडीमा म उहाँप्रति अत्यन्तै आदर सम्मानका साथ स्मरण गर्न चाहन्छु, सम्मान गर्न चाहन्छु र श्रद्धासुमन अर्पण गर्न चाहन्छु। के भयो त यो? ठिक छ, अलिक आवाज बढाउँला। सँगसँगै आज सम्मानित हुनुहुने श्वेत शार्दुलका रचनाकार लेखक रमेश राईजीलाई फेरि पनि बधाई भन्न चाहन्छु। उहाँबाट यस्ता कृतिहरू आइरहन्, शुभकामना भन्न चाहन्छु। हामी नेपालको कम्युनिस्ट आन्दोलन र मदन भण्डारीलाई केन्द्र भागमा राखेर छलफल गरिरहेका छौँ। नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास 76 वर्ष पुरा भइसकेर 77 वर्ष चलिरहेका छन् र यो लामो इतिहासमा मदन भण्डारी एउटा संस्थाको नेता, एउटा पार्टीको नेता, एउटा पार्टीको महासचिव, सँगसँगै एउटा व्यक्तिको रूपमा पनि उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा जुन प्रभाव पार्नुभयो, उहाँको विचारले जुन प्रभाव पार्यो, उहाँले नेपालमा चर्चा गर्न चाहिरहेका छौँ। जुन प्रभाव पार्नुभयो, उहाँको विचारले जुन प्रभाव पार्यो, वास्तवमै उहाँको जीवनकाल छोटो र जुन प्रभाव पार्नुभयो, उहाँको विचारले वास्तवमै धेरै लामो समयसम्म उहाँको जीवनकाल छोटो र जुन प्रभाव पार्नुभयो, छोटो समयमा वास्तवमै उहाँले धेरै लामो असाधारण काम गर्नुभयो। छोटै समयमा पनि असाधारण काम गरेर आफ्नो स्थान बनाएको हुन्छ। विश्व इतिहासमा यस्ता मान्छेहरू, सिकन्दर जस्ता मान्छेहरू जसको जीवन धेरै लामो थिएन, छोटो समय थियो। अलेक्जेन्डर द ग्रेट, जसलाई हामी सिकन्दर भन्छौँ। नेपाली साहित्यमा मोतीराम भट्टको लामो जीवन थिएन, छोटो थियो, तर नेपाली साहित्यमा उहाँले आफ्नो जोडदार उपस्थिति जनाएरै छोड्नुभयो। उहाँको योगदान असाधारण भनेर मानिन्छ। यस्ता थुप्रै नामहरू छन्, योगदान गर्ने पर्याप्त समय नपाएको, असाधारण प्रतिभा छोटो समयमा देखाएको र इतिहासलाई प्रभावित पार्यो। जननेता मदन भण्डारीको कार्यक्षेत्र समग्र समाजको परिवर्तन थियो र समग्र सामाजिक परिवर्तनका लागि उहाँले छोटो समयमा आफ्नो बहुआयामिक प्रतिभा प्रकट गर्नुभयो। सबै आयामतिर म अहिले धेरै जान चाहन्छु। मुख्य कुरा उहाँको वैचारिक क्षमता, उहाँको नेतृत्व क्षमता। आज हामीले चर्चा गर्ने मुख्य कुरा भनेको उहाँको अगुवाईमा प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद र
त्यो जनताको बहुदलीय जनवादको प्रतिपादनको सन्दर्भमा उहाँको भूमिका र त्यसको कार्यान्वयनको सन्दर्भमा, त्यसको व्याख्याको सन्दर्भमा, त्यसको कार्यान्वयनको सन्दर्भमा उहाँको भूमिका, अग्रणी भूमिका, त्यसको हामी चर्चा गरिरहेका छौँ, जसले नेपाली समाजमा असाधारण प्रभाव पार्यो। दुईटा हिसाबले प्रभाव पार्यो। एउटा, विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलनमाथि असाधारण आक्रमण भएको थियो र साथीहो, गर्नु भने जिन्दगीभर रिग्रेट गर्नेछु। माउन्टेन ड्यू, डरको अगाडि जित्छ। महान लेनिनको नेतृत्वमा रुसी क्रान्ति सफल भएर असाधारण उपलब्धि गरेर 74 वर्ष सरकार चलाएर त्यसलाई ढालिएको अवस्था थियो, पूर्वी युरोप ढालिएको अवस्था थियो र एउटा दिग्विजय, अन्तिम विजय घोषणा गरेको र अब सिद्धान्त समाप्त भए, अब युग समाप्त भयो, अब यस्तो समाप्त भयो, उस्तो समाप्त भयो, कम्युनिस्ट आन्दोलनसँगै धेरै कुराहरू समाप्त भए भनेर उनीहरूले घोषणा गरेको स्थिति थियो। त्यस्तो अवस्थामा विश्वव्यापी रूपमा अब के हुने हो त? परिवर्तनकारी आन्दोलन के हुने हो? न्यायका निम्तिको आन्दोलन के हुने हो? समानताका निम्तिको आन्दोलन के हुने हो? गरिबी निवारण सम्बन्धी आन्दोलन के हुने हो दुनियाँबाट? अब आम जनताले उत्तिकै न्याय, उत्तिकै समानता, उत्तिकै सुरक्षा प्राप्त गर्ने अभियानको नेतृत्व र अभियानको भविष्य के हुने हो भन्ने गम्भीर प्रश्न उठेको थियो। मैले अघि नै भने पुँजीवादी शक्तिहरूले अब यो समाप्त भयो भन्ने घोषणा गरे, आफ्नो दिग्विजयको घोषणा गरेर अन्तिम विजयको घोषणा गरे। अर्कातिर त्यसलाई प्रतिरोध गर्न सकिन्छ, त्यो अन्यायपूर्ण छ र न्यायको आन्दोलन, समानताको आन्दोलन, स्वतन्त्रताको आन्दोलन, अधिकारको आन्दोलन र गरिबी, पछौटेपन जस्ता कुराहरूको अन्त्य गर्ने मानवीय चाहना त्यो समाप्त हुन सक्दैन भन्ने उद्घोषका साथ फेरि अगाडि बढ्ने जमर्को विश्वव्यापी रूपमा पनि भएको थियो। कतिले उद्देश्य फ्याँकेर कुदे, छोडेर कुदे। अप्ठ्यारो बेलामा सबै रहन्छन्, कायम रहन्छन् भन्ने होइन। अप्ठ्यारो बेलामा सबैले उत्तिकै द्वारा खुट्टा टेक्छन् भन्ने होइन। अप्ठ्यारा बेलामा मानिसहरूले होस गुमाउँछन्, हरेस खान्छन्। अहिले पछि बाँडौँ, हेलो हेलो, अहिले पछि बाँडौँ त। अहिले पछि बाँडौँ त। एक ठाउँमा राखौँ, पछि साथीहरूले टिपेर लिएर जाने गरी ढोकाको अगाडि अगाडि राखौँ। अब यो बहस चलेका बेला नेपालमा कार्ल मार्क्सले पेरिस कम्युनको समाप्तपछि, पेरिस कम्युन पराजित भएपछि, पेरिस कम्युन त पराजित भयो तर त्यसका उद्देश्यहरू फेरि पनि जबसम्म पेरिस कम्युनका उद्देश्यहरूको सफलता प्राप्त हुँदैन, उद्देश्यहरूले सफलता प्राप्त गर्दैन, तबसम्म पेरिस कम्युन विभिन्न समयमा संसारका विभिन्न भागमा प्रकट भइरहनेछ र पेरिस कम्युनका उद्देश्यहरू सफल भइरहनेछन् भनेर कार्ल मार्क्सले भन्नुभएको थियो। त्यसै गरेर हामी नेपाली कम्युनिस्टहरू आत्मविश्वासका साथ सत्यको जित हुन्छ, न्यायको जित हुन्छ, समानताको, गरिबी निवारणको, सुख प्राप्तिको, सुरक्षा प्राप्तिको मानवीय चाहना यो अपराजय छ, यसले जित्छ भनेर अगाडि बढ्यौँ। जुन कामको नेतृत्व त्यस बेला
मदन भण्डारीले गर्नुभएको थियो। कसरी गर्ने विभिन्न सोचहरू आए। कसरी गर्ने, नेपालको कम्युनिस्ट आन्दोलनलाई सुरक्षित र सफल कसरी बनाउने, यस सन्दर्भमा विभिन्न सोचहरू आए। हामीले जनताको बहुदलीय जनवादको प्रकाशमा जननेता मदन भण्डारीको अगुवाईमा एउटा बाटो लियो। आफूलाई समयानुकूल ढङ्गले हरेक समयमा एउटै नीति, एउटै रणनीति, एउटै कार्यनीति त्यसरी अगाडि बढ्न सकिँदैन, बढ्न पनि हुँदैन। समयानुकूल ढङ्गले चल्न सिक्नुपर्छ। नेतृत्व विज्ञान भनेको त्यो हो। कति बेला कस्ता रणनीतिहरू, कस्ता शक्तिहरूको विन्यास र सञ्चालन कसरी हुने हो र त्यति बेला संयुक्त मोर्चा कसरी हुने हो, यी कुराहरू हामीले गर्यौँ। त्यसबेला यो सिलसिला आयोजनाको अन्तिम चरणमा पुगिरहेको बेला हामीले पार्टीको चौथो महाधिवेशन आयोजना गरेका छौँ। यहाँ दिशाबोधमा पहिलो आर्टिकलकै रूपमा जननेता मदन भण्डारीको अगुवाईमा ड्राफ्ट गरिएको दस्तावेजको अंश प्रस्तुत छ। त्यति बेलाको मानसिकता त्यहाँ झल्किन्छ र केही कुराहरू त्यति बेला जनताको बहुदलीय जनवादका आधारभूत कुराहरू यहाँ प्रतिबिम्बित भएका छन्। त्यति बेला हामी विभिन्न हिसाबले कसैले अब कम्युनिस्ट आन्दोलनको भविष्य छैन भनेर भागे, कोही बिस्तारै हतियारको बलमा मात्र टिक्न सकिन्छ भनेर शस्त्र सङ्घर्षको बाटोमा लागे। हामीले यस परिस्थितिमा हतियारको बाटोबाट पनि हुँदैन, यो वामपन्थी अतिवाद हुन्छ, यति बेर हामी त्यसरी जान खोज्यौँ भने अर्कातिर आत्मसमर्पणको पलायनको बाटो लिनु दक्षिणपन्थी अवसरवाद मात्रै होइन, त्योभन्दा घटिया आत्मसमर्पणवादी पलायनवादी नीति हुन्छ, त्यस बाटोमा जानु हुँदैन। त्यसकारण दक्षिणपन्थी अवसरवादबाट पनि जोगिनुपर्छ, उग्रवामपन्थी अतिवादबाट पनि जोगिनुपर्छ र दुईटै अतिवादबाट जोगिएर हाम्रा महान उद्देश्यहरूप्रति विश्वस्त रहँदै आफ्नो मनोबल कमजोर हुन नदिएर अगाडि बढ्नुपर्छ भनेर जनताको बहुदलीय जनवादको नीति, यो नीति पाँचौं महाधिवेशनबाट हामीले नेपाली क्रान्तिको कार्यक्रमको रूपमा पारित गरेका थियौँ। त्यो एउटा नितान्त पोलिटिकल प्रोग्राम मात्रै थिएन, त्यसमा समयानुकूल कम्युनिस्ट पार्टीका सिद्धान्त के हुन्, त्यति बेला परिवर्तनका सिद्धान्त के हुन्, बाटो के हो, कार्यदिशा के हो, रणनीति र कार्यनीतिहरू कस्ता हुन्, नेतृत्व विज्ञानलाई कलात्मक ढङ्गले कसरी अगाडि बढाउनु पर्छ यस्तो अवस्थामा भन्ने कुराहरू पाँचौं महाधिवेशनले तय गर्यो। यसो त जनताको बहुदलीय जनवाद पाँचौं महाधिवेशनबाट तय भइसकेपछि जननेता मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन। उहाँ र जीवराज आश्रितजीको एउटा षड्यन्त्रपूर्ण जीव दुर्घटनामा हत्या भयो। त्यो कार्यान्वयन गर्ने, त्यसलाई अगाडि बढाउने, इम्प्लिमेन्ट गर्ने समय उहाँले पाउनु भएन। तर त्योभन्दा अगाडि नै त्यसको निर्माणको क्रममा, त्यसको नामाकरणभन्दा अगाडि नै त्यसको निर्माणको सन्दर्भमा जननेता मदन भण्डारीले थुप्रै वैचारिक, राजनीतिक हिसाबले भूमिका खेलिसक्नुभएको थियो र आफ्नो नेतृत्व कौशल देखाइसक्नुभएको थियो।
छैटौँ महाधिवेशनमा हामीले त्यहाँ पनि दुईटा लाइन उठेका हुन्। छैटौँ महाधिवेशनमा संविधान सभाको बाटोबाट अगाडि बढ्ने तत्काल कि नेपाली कांग्रेस र वामपन्थी शक्तिहरू मिलेर अगाडि बढ्ने भन्ने सन्दर्भमा अचानक त्यही बहस पनि पैदा भयो। महाधिवेशनले अहिले संविधान सभा भन्नुको अर्थ पञ्चायत टिकाउनु हो, त्यसरी जान हुँदैन र त्यसले लोकतन्त्रका निम्ति लड्ने पञ्चायत विरोधी र निरङ्कुशता विरोधी शक्तिहरूको एकतालाई कमजोर बनाउँछ, त्यो हुन दिँदैन, त्यसकारण त्यसलाई जोगाएर लानुपर्छ भन्ने कुरा पारित गर्यो र हामी त्यसरी नै अगाडि बढ्यौँ। त्यसमा हामीले बहुदलीय प्रतिस्पर्धा, चौथो महाधिवेशनमै बहुदलीय प्रतिस्पर्धालाई हामीले अपनाउने भन्यौँ र बहुदलीय प्रतिस्पर्धा अपनाउनका लागि पञ्चायत फाल्न पर्थ्यो र राजतन्त्रलाई निरङ्कुशताबाट झार्न पर्थ्यो। कमसेकम तत्कालका लागि संवैधानिक राजतन्त्र आफ्नो आदर्श भएको नेपाली कांग्रेसलाई पनि साथै लिएर चल्नुपर्ने हाम्रो बाध्यता पनि थियो। नेपाली कांग्रेसको नीति उसको विधानमै उनीहरूको आस्था थियो कि नेपाली कांग्रेस संवैधानिक राजतन्त्रमा विश्वास गर्छ। त्यसकारण हामीले पञ्चायत ढाल्ने कुरा र संवैधानिक राजतन्त्रमा तत्कालका लागि सम्झौता गर्नुपर्ने र त्यसका लागि आन्दोलन गर्नुपर्ने र आन्दोलनलाई एउटा मोडमा अगाडि बढाउनु पर्ने र बहुदलीय व्यवस्थासम्म पुर्याउनु पर्ने त्यो आवश्यकता थियो। त्यो काम हामीले त्यहाँबाट नीतिगत रूपमा पास गर्यौँ र त्यसपछि हाम्रा प्रयासहरू अगाडि बढे। वामपन्थीहरूको वाम मोर्चा र कांग्रेसको कार्यगत एकता, त्यसबाट 46 सालको आन्दोलन सफलतापूर्वक आयोजना गरियो र राजतन्त्रको निरङ्कुशतालाई हटाइयो र निर्दलीय पञ्चायती व्यवस्थालाई हटाइयो। त्यो एउटा ठुलो उपलब्धि थियो। त्यसबेला हामी कांग्रेससँग पनि मिलेका हौँ, वामपन्थीहरू पनि मिलेका हौँ, सबै मिलेका हौँ। यो प्रसङ्ग मैले किन ल्याएको भने फेरि आज हामी यति बेला समाजवाद निर्माण गर्ने, कहाँबाट समाजवाद निर्माण गर्नु, यहाँ प्रतिगमन गरेर हैरान छ, कताबाट समाजवाद निर्माण गर्नु। यति बेला यो प्रतिगमनलाई पराजित गर्ने काम मुख्य काम हो। प्रतिगमनलाई पराजित गर्नुपर्दछ। यति बेला सबै लोकतान्त्रिक शक्तिहरू, वामपन्थी शक्तिहरू मिलेर कार्यगत एकता माध्यमबाट जानैपर्छ र पराजित गर्नैपर्छ प्रतिगमनलाई। म लामो व्याख्या गर्न चाहन्न। यदि के भएर आवाज आएन त? त्यसलाई उठाउँ त के गर्नुभयो? त्यो दुईटा चारवटा फेरि उठाबाट देखिँदैन। खुट्टाबाट अलिक धेरै छैन। एउटा राखेको त जोडा दुईवटा राखेको धेरै धेरै छ, अलिक धेरै छैन, धेरै ल्याउने। अब सुनिन्छ होला। खास गरेर दुनियाँभरि नै एउटा अस्थिरतावादी, लोकप्रियतावादी र हिंसात्मक गतिविधिबाट त्यस्तो व्यवस्था ल्याउने र लोकतान्त्रिक शक्तिहरू र खास गरी वामपन्थी शक्तिहरूलाई कमजोर पार्ने, बदनाम गर्ने, चरित्र हत्या गर्ने
असल कामहरूको चर्चा नगर्ने, कसैले असल कामको चर्चा गर्यो भने त्यसको बेइज्जत गर्ने, त्यसको हुर्मत लिने, त्यसरी मान्छेको मुख बन्द गर्ने खालको सिलसिला अगाडिदेखि चलिआएको थियो। हामीले असाधारण काम गरेका हौँ, हाम्रा नीतिहरू सही छन्, हाम्रा नीतिहरू बिल्कुल सही छन्। त्यसकारण मैले भन्ने गरेको छु, नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदै छैन। हाम्रा नीतिहरू बिल्कुल सही छन्। हामीले राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सामाजिक नीतिहरू, सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गरेर जनताको बहुदलीय जनवादको प्रकाशमा जनताको बहुदलीय जनवादलाई समसामयिक ढङ्गले अझ प्रभावकारी, अझ समयानुकूल बनाउँदै समाजवाद के हो भन्ने कुरा सर्वसाधारणले बुझ्ने गरी, आम जनताले बुझ्ने गरी, जोसुकैले पनि बुझ्ने गरी समृद्ध नेपाल, सुखी नेपाली, त्यो समाजवाद हो। हाम्रो गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली हो। त्योभन्दा अर्को गन्तव्य छ भने कसैले बताउनु। नेपाललाई समृद्ध बनाउनु छ, नेपाली जनतालाई सुखी बनाउनु छ। समृद्धिका थुप्रै प्यारामिटरहरू छन् र सुखका थुप्रै प्यारामिटरहरू छन्। समृद्धिले मात्रै सुख हुँदैन। यदि सुरक्षा छैन भने, समृद्धि छ तर सुरक्षा छैन भने सुख प्राप्त गर्न सकिँदैन। समृद्धि प्रशस्त छ तर सम्मान छैन भने, समानता छैन भने, अपमान हेला होचो छ भने सुखी हुन सक्दैन मान्छे। असमानताको बिचमा सुखी हुन सक्दैन। तसर्थ हामीले भनेका छौँ सोझो अर्थमा जैविक र मानवीय न्यायोचित आवश्यकताहरूको सहज परिपूर्ति सुख हो। त्यसभित्र समृद्धि, त्यसभित्र सुरक्षा, त्यसभित्र समानता र सम्मान जस्ता सबै कुराहरू पर्दछन्। त्यसभित्र हक अधिकारहरू पर्दछन्, त्यसभित्र मानव अधिकार पर्दछ र त्यसभित्र वातावरणीय प्रश्नदेखि लिएर इकोसिस्टमदेखि लिएर सबै कुराहरू पर्दछन्। जनताको बहुदलीय जनवादले सामाजिक जीवनको एक पक्ष, राजनीतिक पक्ष वा राजनीतिक अधिकार मात्रै भन्दैन। त्यसै कारण हामीले भनेका छौँ परिपूर्ण लोकतन्त्र। लोकतन्त्र पोलिटिकल फ्रिडम मात्रै होइन, चुनाव मात्रै होइन र हाम्रा उद्देश्यहरू चुनावदेखि चुनावसम्म होइन, निर्वाचनदेखि निर्वाचनसम्म, संसददेखि संसदसम्म, सरकारदेखि सरकारसम्म होइन। यस अवस्थादेखि समृद्धिसम्म हाम्रो यात्रा हो। यस अवस्थादेखि सुखी नेपाल, सुखी नेपालीसम्मको हाम्रो यात्रा हो। यस अवस्थादेखि गरिबी निवारण गरेर सम्पन्न आधुनिक नेपालसम्मको हाम्रो यात्रा हो। जनताको बहुदलीय जनवादले त्यही भन्छ। हामी जार्गनमा अल्मलिने पक्षमा छैनौँ, जार्गन होइन, हामीलाई व्यवहारिक रूपमा परिवर्तन चाहिन्छ। त्यसै कारण जननेता मदन भण्डारीले भन्नुभएको सिद्धान्तको रङ खैरो हुन्छ, जीवनको रङ निलो हुन्छ भनेको त्यही हो। जीवन रङ्गीन हुन्छ, हरियो हुन्छ, सिद्धान्त खैरो हुन्छ। हामी सिद्धान्तका लागि होइन, सिद्धान्त जनताका लागि हो। सिद्धान्तका लागि परिवर्तन होइन, परिवर्तनका लागि सिद्धान्त हो। जनताका लागि सिद्धान्त हो, समृद्धिका लागि सिद्धान्त हो, सुखका लागि सिद्धान्त हो, मानव समाजको परिवर्तनका लागि र बेटरमेन्टका लागि सिद्धान्त हो। सिद्धान्तका लागि सबै कुरा हामी छोड्न सक्दैनौँ। अर्थात् सिद्धान्त साधन हो, साध्य होइन। साध्य समृद्धि हो, सुख हो। साध्य सुरक्षा र समानता हो। त्यसकारण हाम्रा गन्तव्यहरू ठिक छन्। त्यसका निम्ति हामी सरकारमा हुँदा सरकारमा पुग्नका लागि सरकारमा पुग्ने होइन, कसैलाई पगडी उठाउनका लागि, यो पदको पगडी उठाउनका लागि सरकारमा पुग्ने होइन। त्यहाँ पुगेर जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि चौतर्फी प्रयास गर्ने हो।
ती कामहरू हामीले गऱ्यौँ। त्यो जनताको बहुदलीय जनवादको प्रकाशमा गऱ्यौँ। तर जनताको बहुदलीय जनवाद नामक पुस्तिकामा जे लेखिएको छ त्यो मात्रै होइन। अघि एकजना साथीले भन्नुभयो मदन भण्डारीको सोच्ने तरिका, एकदम ठिक भन्नुभयो। मदन भण्डारीको सोच्ने तरिकाले सोच्ने, मदन भण्डारीले त्यसलाई व्यवहारमा लगाउने तरिकाले लगाउने कुरा ठिक हो। त्यसै गरी अगाडि बढ्नुपर्छ। सोच्ने तरिका, दृष्टिकोण जसलाई हामी भन्छौँ, त्यो दृष्टिकोण अपनाएर हामी अगाडि बढ्ने हो। जनताको बहुदलीय जनवादको प्रकाशमा, प्रकाश भनेको बाटो होइन, प्रकाश भनेको बाटो देखाउने चिज हो। टर्च लाइटमाथि हिँड्नु हुँदैन, टर्च लाइटले बाटो देखाएर बाटोमा हिँड्नुपर्छ। त्यसकारण हाम्रो मार्गदर्शक भनेको त्यसैमाथि हामी चढेर उफ्रिने होइन, त्यसले कसरी धान्छ। त्यसकारण हामीले त्यसलाई मार्गदर्शक बनाएर त्यसको प्रकाशमा अहिलेका आवश्यकता, भोलिका आवश्यकता अनुसार त्यसको प्रकाशमा हामी अगाडि बढ्ने हो। त्यसले देखाएको बाटोमा अगाडि बढ्ने हो। देखाएको बाटोभन्दा हामी कहिले कहिले प्रतीकात्मक हिसाबले भन्ने गर्छौँ, साङ्केतिक हिसाबले भन्ने गर्छौँ। शहीदको सपना पुरा गर्ने भनेको शहीदका उद्देश्यहरू, शहीदले जे उद्देश्यले आफ्नो जीवन अर्पण गर्नुभएको थियो ती उद्देश्यहरू पुरा गर्ने भनेको हो। उहाँले यो सपना देखाएको थिएँ भनेर छोडेर जानुभएको छैन। उहाँको बलिदानले जे सङ्केत गरेको छ त्यो कुरा भनेको। त्यो 97 सालमा मारिएका शहीद हुन् अथवा त्योभन्दा अगाडिका 1906 सालदेखिकै कुरा गर्दा हाम्रा शहीदहरूले देखाएको बाटो र देश र जनताका हितको पक्षमा बाटो देखाउने शहीदहरू, हाम्रा अग्रजहरू, उहाँहरूले के भन्नुभएको थियो त्यो उदाहरण मात्रै होइन, उहाँले के भन्नुभएको थियो त्यो दृष्टिकोण के प्रस्तुत गर्नुभएको थियो, मुख्य कुरा त्यो हो। उद्धरण हामी किन गर्छौँ भने त्यसले दृष्टिकोण दिएको हुन्छ, त्यसले बाटो सङ्केत गरेको हुन्छ। यतातिरबाट गयो भने यहाँ पुगिन्छ, यतातिरबाट गयो भने यहाँ पुगिन्छ भनेर चौबाटोहरूमा लेखिएको सङ्केत जस्तै। अहिले नेपालको वामपन्थी आन्दोलनलाई मुख्य रूपमा टार्गेट गरेर र वामपन्थी आन्दोलनलाई मात्रै होइन, लोकतान्त्रिक आन्दोलनलाई, देशभक्तिपूर्ण आन्दोलनलाई, लोकतन्त्रलाई टार्गेट गरेर त्यसलाई नै सिद्ध्याउने गरी भदौ 23-24 को प्रतिगामी षड्यन्त्र भयो। त्यस षड्यन्त्रले वैधानिक सरकारलाई अवैध ढङ्गले विस्थापन गर्यो। यो लोकतन्त्र हुनै सक्दैन, लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन। लोकतान्त्रिक सरकारलाई त्यसरी विस्थापित गर्न पाइँदैन। लोकतन्त्र सरकार बनाउने, अपदस्थ गर्ने, सरकार फेर्ने, सबै गर्ने संसद बलजफ्ती भङ्ग गरेर, असंवैधानिक ढङ्गले भङ्ग गरेर, वैधानिक सरकार भङ्ग गरेर असंवैधानिक सरकार गठन गर्न पाइँदैन। तर नेपालमा त्यो भयो। म धेरै व्याख्या गर्न चाहन्न। हामीहरूमाथि अनेक प्रकारका आरोपहरू गरिए। जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी, कुनै नराम्रो काम गरेकै छैन। हाम्रा कमीहरू रहे, कतिपय कमीहरू रहे, कमजोरीहरू रहे, हामी आत्मसमीक्षा गरौँला। तर हामीले देश बर्बाद पार्यौँ भन्ने भाष्य गलत हो। बर्बाद पारेनौँ, अगाडि बढायौँ। प्यारामिटरहरूमा हेरौँ देश विकास कसरी अगाडि बढेको थियो, हामीले कसरी विकासका कामहरू गरेका थियौँ, पूर्वाधारका कामहरू कसरी गरेका थियौँ, ती कुराहरू हेरौँ। त्यसकारण हामीले गलत काम गरेर, देशद्रोही काम गरेर, देशका विरुद्ध काम गरेर, जनताका विरुद्ध काम गरेर, विकासका काम गर्न नसकेर, अयोग्य भएर जनतामा असन्तुष्टि, युवाहरूमा असन्तुष्टि बढेको होइन। झुटा प्रचारहरू गरेर, हामीले भ्रष्टाचार गऱ्यौँ भनेर झुटा प्रचार गरेर, अफवाह
अल्गोरिदमको स्थितिमा पुर्याउने, मोबाइल फार्मिङको माध्यमबाट चरम बदनाम गर्ने, त्यस प्रकारका क्रियाकलापहरू भए। जनतामा आक्रोश पैदा गरियो, युवाहरूमा घृणा पैदा गरियो, बालबालिकामा घृणा पैदा गरियो, सबै झुटको भरमा। त्यो प्रतिगमनको आयोजनाका लागि त्यो गरिएको थियो, प्रतिगमन गरियो। त्यस प्रतिगमनलाई सदर बनाउनका लागि, त्यसलाई सही ठहर्याउनका लागि र त्यसलाई वैधता दिनका लागि विघटन गरेको संसदको फेरि 2-4 महिनामा चुनाव गरियो। यो चुनाव त्यस अवैध क्रियाकलापलाई मान्यता दिन, त्यसलाई वैधानिकता दिन र लोकतान्त्रिक र वामपन्थी शक्तिहरूलाई नेस्तनाबुद गर्न, तिनलाई समाप्त पार्ने, तिनलाई किनारा गर्ने षड्यन्त्र स्वरूप परिणाम पहिले नै घोषणा गरेर एउटा प्रतिकूल अवस्थामा निर्वाचन गरियो। हाम्रो पार्टीले, नेकपा एमाले त्यस बेला वामपन्थी शक्तिहरूलाई आग्रह गर्यो, लोकतान्त्रिक शक्तिहरूलाई आग्रह गर्यो, यो निर्वाचन लोकतन्त्रका लागि होइन, वामपन्थी र लोकतान्त्रिक शक्तिहरूका लागि होइन, यो प्रतिगमनका लागि, प्रतिगमनलाई संस्थागत गर्न, त्यसलाई मान्यता दिन र अरू अगाडि प्रतिगमनलाई वैधानिक ढङ्गले अगाडि बढाउनका लागि यो निर्वाचनको आयोजना हुँदैछ। त्यसकारण यो निर्वाचन होइन, यसलाई स्थगित गरेर अगाडि जाउँ भन्दा हामीले कन्भिन्स गर्न सकेनौँ। वामपन्थी शक्तिहरूलाई पनि सकेनौँ, लोकतान्त्रिक शक्तिहरूलाई पनि सकेनौँ, देशभक्त हुँ भन्नेहरूलाई पनि सकेनौँ, कसैलाई पनि हामीले सकेनौँ। एमालेका निम्ति यो भिरको बाटो हाम्रा लागि हाइवे हो भन्ने ठाने साथीहरू, हाइवेमा हिँड्दा हिँड्दै सबै एउटै बाटोमा एउटै ठाउँमा। त्यसकारण अहिले पनि हामी कुनै भ्रममा छैनौँ। अहिले यस प्रतिगमनलाई, यो प्रतिगमनको सिलसिला अगाडि बढिराखेको छ, यो देश विरोधी छ। हामीले छिमेकी भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौँ अरे। कति झुट, कति फरेब, कति निराधार कुरो, कति देश विरोधी कुरो। यो देश विरुद्धको कुरा हो, त्यो कुरा भयो। अस्ति चितवनमा गएर लिपुलेक कालापानी हाम्रो हो भनेपछि हामीले थुप्रै ठाउँमा सीमा मिचेका छौँ भन्ने अभिव्यक्तिको खण्डन भयो भन्ने विद्वानहरू फेरि निस्किए। कहाँ खण्डन भयो? लिपुलेक कालापानी नेपालको हो भन्ने कुरा एउटा कुरा हो, त्यो बेग्लै कुरा हो। त्यस सम्बन्धमा त संसदमा विवाद भएको होइन। विवाद भएको नेपालले थुप्रै ठाउँमा भारतको सिमाना मिचेको छ, भूमि मिचेको छ भन्ने कुरामा विवाद भएको हो, जुन कुरा खण्डित छैन, खण्डन गरेको छैन। अर्को मन्त्रीले लटपट गरेर जवाफ दिएर खण्डन भएन। सुकुम्बासीहरूको के हाल पारेको छ तपाईँहरूलाई थाहा छ। आइएलओ भनेको अहिले भन्दा 107 वर्ष अगाडि स्थापना भएको पहिलो अन्तर्राष्ट्रिय सङ्गठन हो। संयुक्त राष्ट्र सङ्घभन्दा धेरै वर्ष पहिले उनले प्रतिपादन गरेको छ केही सिद्धान्तहरू, कलेक्टिभ बार्गेनिङका सिद्धान्तहरू, जनताका सङ्गठित हुन पाउने, मजदुरहरूका सङ्गठित हुन पाउने र श्रमजीवीहरूका सङ्गठित हुन पाउने अधिकारहरू, ट्रेड युनियन अधिकारहरू, ती कुराहरूको प्रत्याभूति गरेको छ। संयुक्त राष्ट्र सङ्घले मान्यता दिएको विश्वव्यापी मान्यता प्राप्त संस्था हो, यो साझा संस्था, जहाँ संसारभरिका सरकारहरू, लेबरहरू र रोजगारदाता, श्रमिक, रोजगारदाता र सरकार तिनटैको प्रतिनिधित्व हुन्छ। एउटा मात्रै त्यस्तो संस्था हो। त्यो संस्थाले मान्यता दिएका अधिकारहरू, संयुक्त राष्ट्र सङ्घले मान्यता दिएका अधिकारहरू खोज्ने उद्यत, बोलाएको संसद रोकेर
संविधान विपरीतका अध्यादेश जारी गर्ने यस्तो सरकार, यो संविधान विपरीत, बनेको पनि संविधान विपरीत, चलेको पनि संविधान विपरीत। त्यसकारण यस प्रतिगमनलाई रोक्नका निम्ति सबै वामपन्थी शक्तिहरू, सबै लोकतान्त्रिक शक्तिहरू यस इस्युमा मिलेर, कमसेकम प्रतिगमनलाई रोक्ने इस्युमा मिलेर लोकतन्त्रको वापसी, संविधानको कार्यान्वयन, अब संविधान संशोधन गर्दा पनि देश र जनताको पक्षमा हुनुपर्दछ। सोकल झन्डै 2/3 बनेका भरमा देश विरुद्धको गतिविधि गर्न रोक्न पर्दछ। दिनु हुँदैन। हामीले ती चिजहरू रोक्नका लागि म सबैलाई आग्रह गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु। यो जननेता मदन भण्डारीको दृष्टिकोण हो। हामीले समाउनु पर्ने यही दृष्टिकोण। हामी कुनै संकीर्णतावादको पक्षमा छैनौँ र असम्भव नचाहिने तथाकथित क्रान्तिकारिता, तथाकथित लचिलोपन, तथाकथित उदारता, निराधार उदारता जस्ता कुराहरूमा पनि छैन र व्यवहारिक कुरामा कुनै संकीर्णता राख्ने त्यस्तो पक्षमा पनि छैन। सम्भव कुरालाई सम्भव बनाउनु पर्दछ, असम्भव कुराहरूलाई आवश्यक छ भने त्यसलाई सम्भव बनाउँदै जाने बाटो लिनुपर्दछ। अहिले सम्भव कुराहरूलाई बनाउन सकिने कुराहरूतर्फ, बनाउनु पर्ने कुराहरूतर्फ सम्भव बनाउन लाग्नु पर्दछ। आजको आवश्यकता त्यो। यस्तो बेलामा लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिनका लागि कसरी फुट्यो, कसले फुटायो, किन फुटायो, फुटेर के भयो, नेपाली काङ्ग्रेस त फुट्यो, अरूलाई पनि फुटाउने कोसिस हुन सक्छ। पहिले पनि फुटाउने कोसिस भएको छ, पार्टीहरू फुटेका छन्। मुस्किलले एकता गरौँ, फुट्ने बेला चम्किँदै फुट्छ। मुस्किलले एकता गरौँ, सजिलोसँग फुट्छन्, त्यो हामीले देखेका छौँ। यो कुरालाई हामीले सावधानीका साथ रोक्नुपर्ने छ। आजको अवस्थामा म साथीहरूलाई भन्न चाहन्छु, प्रयासहरू भएका छन्, तर नेकपा एमाले यति मजबुत, यति सुदृढ पार्टी हो। जननेता मदन भण्डारीले उहाँको अगुवाईमा प्रतिपादित जनताको बहुदलीय जनवादबाट निर्देशित र समाजवाद निर्माणको महान उद्देश्य भनेको समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने महान उद्देश्य बोकेको यो पार्टी आफ्ना उद्देश्यहरूप्रति अत्यन्तै सजग छ। त्यसकारण यो कसैले हात हाल्न खोज्दैमा, त्यस्ता बाहिरबाट हात हाल्न खोजिए भने त्यस्ता कुराहरूलाई हामीले चिन्छौँ, त्यस्ता कुराहरूलाई पराजित गर्छौँ। नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहनेछ, सुदृढ छ, अझ सुदृढ हुनेछ। अहिले चुनावमा हामीले धक्का खाएका छौँ, यो धक्का हो, तर हामी समाप्त भएका छैनौँ। धक्का खानु र समाप्त हुनु एउटा कुरा हो। हामी अहिले लडेका छौँ, तर मरेका होइनौँ। फेरि उठ्छौँ हामी, फेरि उठेर हामी प्रतिक्रियावादीहरूसँग लड्छौँ र पराजित गर्छौँ। यो कुनै लुकेको कुरो छैन। हामी विध्वंसको बाटोबाट होइन, रचनात्मक बाटोबाट, शान्तिपूर्ण बाटोबाट हामी अग्रगामी परिवर्तनतर्फ अगाडि बढ्छौँ। पश्चगामी, प्रतिगामी षड्यन्त्रहरूलाई पराजित गर्दै, धक्कालाई पराजित गर्दै फेरि धुलो टकटक्याउँदै उठ्छौँ। हाम्रो विजय अवश्यम्भावी छ। म धेरै लामो अब केही भन्न चाहन्न। यस कार्यक्रमको आयोजनाका लागि मदन भण्डारी फाउन्डेसनलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र सबै साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। धन्यवाद।
हामी कार्यक्रमको अन्तिम चरणमा प्रवेश गरेका छौँ। दुईटा सूचना म सुनाउन चाहन्छु। बाहिर अनेरासिउ बागमती स्तरीय कमिटीले एउटा ब्लड डोनेसन कार्यक्रम आयोजना गरेका छ, रक्तदान कार्यक्रम। त्यो एउटा सूचना सुनाए सम्बद्ध व्यक्तिहरूलाई। अर्को चाहिँ यो आउँदो असार 19 गते जननेता मदन भण्डारीको सम्मानमा प्रगतिशील सांस्कृतिक साँझको कार्यक्रम आयोजना गरिएको छ। असार 19 गते शुक्रबार साँझ 5 बजे प्रज्ञा भवन कमलादीमा प्रगतिशील गीतहरूको सांस्कृतिक साँझ, त्यहाँ उपस्थितिको लागि पनि म हार्दिक अनुरोध गर्दछु। कार्यक्रमको अन्तिममा हामी छौँ। अब आजको यस कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीज्यूलाई विचार गोष्ठीमा आफ्नो सम्बोधनका लागि म हार्दिक अनुरोध गर्दछु। अब कोही पनि आउनु होला है। अब चाहिँ यसैमा हुन्छ हजुर, ठिक हुन्छ, ठिक हुन्छ, ठिक हुन्छ। समारोहका सभापति दुर्मणि पौडेल, नेकपा एमालेका अध्यक्ष श्री केपी शर्मा ओली, नेकपाका संयोजक श्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका सहसंयोजक श्री माधव कुमार नेपाल, नेकपाका वरिष्ठ नेता श्री झलनाथ खनाल, यहाँ उपस्थित हुनुभएका पूर्व मन्त्रीहरू, माननीयहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सञ्चारकर्मीहरू, आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, जननेता मदन भण्डारीको 75औं जन्म जयन्तीको अवसरमा आयोजित नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 हस्तान्तरण समारोह आयोजना गरेकोमा म मदन भण्डारी फाउन्डेसनलाई हार्दिक धन्यवाद दिँदै यस कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु। आजको यस महत्त्वपूर्ण कार्यक्रमका अवसरमा म नेपाली कम्युनिस्ट आन्दोलनका विशिष्ट चिन्तक, दूरदर्शी नेता, नेपाल रत्नद्वारा विभूषित जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। जननेता मदन भण्डारीको हीरक जयन्तीको अवसरमा उहाँद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवादका विभिन्न आयामलाई नवयुवा, युवा, विद्यार्थी, श्रमजीवी समुदाय तथा आम जनताको बीचमा पुर्याउन गोष्ठी, कार्यशाला, छलफल तथा अन्तर्क्रिया लगायतका रचनात्मक क्रियाकलापहरू वर्षैभरि आयोजना गर्ने मदन भण्डारी फाउन्डेसनको उद्देश्य रहेको थाहा पाउँदा मलाई असाध्यै खुसी लागेको छ। मलाई विश्वास छ सदाझै मदन भण्डारी फाउन्डेसनको यस सृजनात्मक कार्यमा सम्बन्धित सबै पक्षको महत्त्वपूर्ण सहयोग प्राप्त हुने नै छ। जननेता मदन भण्डारीको हीरक जयन्तीका अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनका शीर्षस्थ नेताहरूलाई आज एकै मञ्चमा आमन्त्रण गरी उहाँद्वारा अघि सारिएको विचार तथा नेपालको कम्युनिस्ट आन्दोलनका विविध आयामका बारेमा विचार गोष्ठीको आयोजना गर्नु अत्यन्तै सान्दर्भिक र समयोचित हो भन्ने मलाई
लागेको छ। यस्ता विमर्शहरूले जननेता मदन भण्डारीका विचार, दृष्टिकोण र योगदानलाई थप उजागर गर्ने मात्र होइन, नेपालमा कम्युनिस्ट आन्दोलनले तय गरेको ऐतिहासिक यात्राको वस्तुगत समीक्षा गर्दै वर्तमान चुनौती र राष्ट्रिय आवश्यकता अनुरूप साझा सोच र जिम्मेवारी बोधको विकास गर्न पनि महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने मैले आशा गरेको छु। सन् 1990 को दशकमा विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको, सोभियत सङ्घ विघटन भएको, पूर्वी युरोपका समाजवादी व्यवस्थाहरू धराशायी भएका र समाजवादको भविष्यबारे गम्भीर प्रश्न उठिरहेका बेला विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता देखा परेको थियो। त्यही ऐतिहासिक पृष्ठभूमिमा जननेता मदन भण्डारीले नेपालको विशिष्ट सामाजिक, राजनीतिक र सांस्कृतिक यथार्थका आधारमा जनताको बहुदलीय जनवादको अवधारणा प्रस्तुत गर्नुभयो। त्यो अवधारणा तत्कालीन सङ्कटको उत्तर मात्र थिएन, त्यो नेपालको आफ्नै वस्तुगत यथार्थबाट विकसित भएको मौलिक वैचारिक प्रस्ताव थियो। कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरण गर्ने जननेता मदन भण्डारीको उक्त ऐतिहासिक प्रस्तावले कम्युनिस्ट पार्टीलाई जनताबीच स्थापित गर्न, जनविश्वास आर्जन गर्न तथा लोकप्रिय राजनीतिक शक्तिका रूपमा विकसित गर्न निर्णायक भूमिका खेलेको थियो। उहाँद्वारा नेकपा एमालेको ऐतिहासिक 5औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको जनताको बहुदलीय जनवादको कार्यक्रम पारित भएपछि नेपालको कम्युनिस्ट आन्दोलनले आफ्नै मौलिक वैचारिक आधारमा सामाजिक आर्थिक रूपान्तरणको स्पष्ट, व्यवस्थित र दूरदर्शी मार्गदर्शन प्राप्त गरेको थियो। यसरी जनताको बहुदलीय जनवादले कम्युनिस्टहरू लोकतन्त्र विरोधी र अधिनायकवादी हुन्छन् भन्ने पुँजीवादी शक्तिहरूद्वारा लामो समयदेखि प्रचारित आरोपलाई व्यवहारमै खारेज गरिदियो। बहुदलीय प्रतिस्पर्धा, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता, आवधिक निर्वाचन तथा जनताको सार्वभौम अधिकारलाई स्वीकार गर्दै समाजवादी परिवर्तनको मार्ग खोज्न सकिन्छ भन्ने मान्यतालाई यसले स्थापित गर्यो। यही सैद्धान्तिक र वैचारिक स्पष्टताले नेपाली कम्युनिस्ट आन्दोलनलाई जनविश्वास प्राप्त गर्न मद्दत गर्यो र कम्युनिस्ट शक्तिहरूलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गरायो। आज नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको सङ्घारमा उभिएको छ। जनताबाट निरन्तर विश्वास, माया र समर्थन प्राप्त गर्न सफल भएको यस आन्दोलनलाई अझ प्रभावकारी, जनमुखी र समय सापेक्ष बनाउँदै जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्ने विषय आज गम्भीर समीक्षा र आत्ममन्थनको विषय बन्न पुगेको छ। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूका सामु आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ। यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ। तर कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन। राजनीतिक आन्दोलनहरूको मूल्याङ्कन दीर्घकालीन ऐतिहासिक विकासक्रम, जनविश्वास, वैचारिक क्षमता र समाज रूपान्तरणमा पुर्याएको
योगदानका आधारमा गरिन्छ, कुनै एक निर्वाचनको परिणामका आधारमा मात्र होइन। तथापि जनताले व्यक्त गरेका अपेक्षा र सन्देशहरूलाई रचनात्मक रूपमा आत्मसात गर्नु आजको आवश्यकता हो। बदलिँदो पुस्ता, रूपान्तरण हुँदै गएको सामाजिक संरचना, प्रविधिको तीव्र विकास, युवा पुस्तामा नयाँ आकाङ्क्षा तथा विश्वव्यापी परिवर्तनका सन्दर्भमा कम्युनिस्ट आन्दोलनले आफ्ना मूल आदर्श र सिद्धान्तलाई अक्षुण्ण राख्दै समय अनुकूल नीति, कार्यशैली र सङ्गठनात्मक अभ्यासलाई निरन्तर परिष्कृत गर्नुपर्ने आवश्यकता अझ स्पष्ट रूपमा महसुस भएको छ। यही आत्मसमीक्षा, रचनात्मक पुनरावलोकन, नवप्रयोग र जनतासँगको जीवन्त सम्बन्ध मार्फत आन्दोलनले आफ्नो सान्दर्भिकता, प्रभावकारिता र भविष्यप्रतिको विश्वासलाई अझ सुदृढ बनाउन सक्छ। नेपालको कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै मदन भण्डारीले भन्नुभएको थियो, रचनात्मकताको अभाव नै कम्युनिस्ट आन्दोलनको मूल समस्या हो। आज आन्दोलनले सामना गरिरहेका चुनौतीहरूलाई हेर्दा उहाँको यो निष्कर्ष अझ सान्दर्भिक भएको अनुभव हुन्छ। बदलिँदो जनआकाङ्क्षा र राष्ट्रिय आवश्यकता अनुरूप नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीमा अपेक्षित सृजनशीलता र रूपान्तरण ल्याउन नसक्दा जनविश्वासमा कमी आएको यथार्थलाई हामीले गम्भीरताका साथ आत्मसात गर्न आवश्यक छ। जनताको विश्वास पुनः आर्जन गर्ने आधार सिद्धान्तको यान्त्रिक पुनरावृत्तिमा होइन, समय अनुकूल, उत्तरदायी र परिणाममुखी राजनीतिक अभ्यासको विकासमा निहित हुन्छ। अब विगतको उपलब्धिको स्मरण मात्र पर्याप्त हुँदैन, वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सृजनशीलता आवश्यक छ। युवा पुस्ताका आकाङ्क्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र तथा राष्ट्रिय आत्मनिर्भरताका विषयमा समय अनुकूल नयाँ दृष्टिकोण विकास गरी त्यसको व्यावहारिक कार्यान्वयन गर्न सक्दा नै कम्युनिस्ट आन्दोलनलाई सुदृढ र लोकप्रिय बनाउन सकिन्छ। जनताद्वारा निर्वाचित संविधान सभाबाट निर्मित नेपालको संविधान 2072 विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन, राजनीतिक सङ्घर्ष तथा नेपाली जनताको लामो त्याग र बलिदानको साझा उपलब्धि हो। तथापि संविधान कुनै जड दस्तावेज होइन। त्यसैले यसको मूलभूत मूल्य, मान्यता र अन्तर्वस्तुलाई अक्षुण्ण राख्दै समयको आवश्यकता तथा कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा संशोधन गर्न सकिन्छ। तर निकै लामो र गहन छलफल तथा बहस पश्चात राष्ट्रिय सहमतिको रूपमा संविधानको प्रस्तावना र विभिन्न धारा मार्फत अभिव्यक्त गरिएका निष्कर्ष र संवैधानिक मान्यताहरूको संशोधनलाई हल्का रूपमा लिनु हुँदैन। तसर्थ संविधान संशोधनको सन्दर्भमा बेला बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ। हामी आवधिक निर्वाचन मार्फत जनमत प्राप्त गर्ने लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छौँ, तर जनादेश प्राप्त गरिसकेपछि पनि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हो।
जननेता मदन भण्डारीको नाममा स्थापित गरिएको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष रमेश रुसेन राईको कृति श्वेत शार्दुलले प्राप्त गरेको छ। यस पुस्तकका सर्जक राईलाई म हार्दिक बधाई दिँदै भविष्यमा समेत उहाँबाट थप कृतिहरू सिर्जना हुन सकुन् भन्ने शुभकामना दिन चाहन्छु। अन्त्यमा जननेता मदन भण्डारीको 75औं जन्म जयन्तीका अवसरमा उहाँका विचारको गहिरो अध्ययन, सृजनात्मक विकास र व्यवहारमा प्रभावकारी कार्यान्वयनका लागि हामी सबै प्रतिबद्ध बनौँ भन्ने म आह्वान गर्न चाहन्छु। उहाँले प्रतिपादन गर्नुभएको मौलिक चिन्तन, लोकतान्त्रिक आस्था र राष्ट्रिय स्वाभिमानको मार्गलाई समयानुकूल रूपमा समृद्ध बनाउँदै अघि बढ्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले मार्गनिर्देश गरे अनुसार नेपाली विशेषताको समाजवाद नै अबको हाम्रो राष्ट्रिय गन्तव्य हो। देशका लागि लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र जनसहभागितालाई सुदृढ गर्दै अगाडि बढ्नु पर्दछ। धन्यवाद। धन्यवाद ज्ञापन गरिदिनुका लागि म आयोजकको तर्फबाट रोशन बस्नेतलाई यहाँ निम्त्याउँछु। धन्यवाद। मदन भण्डारी फाउन्डेसनका कार्यवाहक सचिव एवं कार्यक्रम सञ्चालक डाक्टर भेषराज अधिकारीज्यू, आजको यस विशिष्ट कार्यक्रममा पाल्नु हुने सम्पूर्ण अतिथि महानुभावहरूलाई हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त मदन भण्डारी हीरक जयन्ती समारोहका अध्यक्ष संयोजक श्री डोरमणि पौडेलज्यू, त्यसै गरी आजका प्रमुख अतिथि सम्माननीय पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू, त्यसै गरी नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीज्यू, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डज्यू, त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालज्यू, त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता जलनाथ खनालज्यू, त्यसै गरी आजको यस कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्न सफल पार्न आजको यस सभामा, यस हलमा उपस्थित हुनुहुने विशिष्ट महानुभावहरू, विभिन्न पार्टीका पदाधिकारीज्यूहरू, पूर्व मन्त्रीज्यूहरू, सांसदज्यूहरू र सम्पूर्ण युवा विद्यार्थी साथीहरू, पत्रकार साथीहरू, सुरक्षाकर्मी टोलीहरू, त्यसै गरी हाम्रो यस कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्न सफल बनाउनको लागि अहोरात्र खटिनुहुने भोलिन्टियर साथीहरूमा म धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको यस कार्यक्रम मदन भण्डारीको जन्म जयन्ती एउटा व्यक्तिको मात्र जन्म जयन्ती होइन, एउटा विचारको बहस गर्ने थलोको रूपमा पनि हामीले आजको यस कार्यक्रम लिएको छौँ र आज यस कार्यक्रमलाई भव्यतापूर्वक सफल पार्नको लागि विशिष्ट अतिथिहरू, पूर्व प्रधानमन्त्रीज्यूहरू एउटै मञ्चमा भेला भएर जुन ढङ्गको मदन भण्डारीको हिजोको समकालीन इतिहासको विषयमा, विचारको विषयमा, नेतृत्वको विषयमा र अबको आन्दोलनको र अबको समाजको नेतृत्वको कसरी गर्नुपर्छ भन्ने पक्षमा यहाँले विचार विमर्शहरू गरिसक्नु भएको छ। त्यही अनुरूप आज हामी उहाँहरूले लिएका विचारहरू, मदन भण्डारीले बोक्नुभएको विचारहरू, मदन भण्डारी यस्तो समयमा जन्मनु भएको थियो जतिखेर पूर्वी युरोपका समाजवादी सरकारहरू एकपछि अर्को ढल्दै थिए, सोभियत सङ्घ विघटनको सङ्घारमा थियो। त्यस्तो अवस्थामा मदन भण्डारीले जनताको बहुदलीय जनवाद जस्तो महान विचारलाई हाम्रो भूगोलमा प्रस्तुत गर्नुभएको थियो। त्यो महान विचार जनताको बहुदलीय जनवादलाई आज सबै हामीले यो विचारलाई सबै नेपाली जनताहरूले नेपालको विकास र समृद्धिको ढोका खोल्नको लागि आज अगाडि बढाउनुपर्छ भन्ने मान्यता लिएर हामी अगाडि बढिरहेका छौँ। र मैले यहाँहरूको बिचमा लामो समय नलिकन यस मदन भण्डारीको यस जन्म जयन्तीको, हीरक जयन्तीको कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्न, सफल पार्न पाल हुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै
फेरि पनि अर्को कार्यक्रममा यहाँहरूको बिचमा जोडिने छौँ भन्ने यहाँहरूको बिचमा कुरा राख्दै सबै महानुभावहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्ते। कार्यक्रमका अध्यक्षज्यूको अनुमतिले कार्यक्रम यही समाप्त भएको जानकारी गराउँछु। धन्यवाद। म त्यही थिएँ, तपाईँलाई 10 चोटि दाइ दाइ भनेर सुन्नुभएको छ। अफिसतिरै हो मेरो, यहाँ स्ट्यान्डै कसले गायब गरिदिइहाल्यो। स्ट्यान्ड लिने को हो।